Ôi, phải ăn hả? Ôi trời ơi, to xíu nữa. Shadow, Shadow. सो हेलो एभ्रिवान गुड मर्निङ नमस्ते सबैजनालाई र गाइस हामी आमा चाहिँ फेरि गाडीमा हिँड्दै गरेको भिडियो आयो है र आजको भिडियो पनि मेरो गाडीदेखि नै बनिरहेको छ सो हामी चाहिँ जाँदैछौँ आमाछोरी मात्रै होइन मेरो बुहारी पनि जाँदैछ एडिसी अफिस त्यहाँ चाहिँ अलिकति काम छ होइन त्यसपछि आज चाहिँ मन्डे हो अनि मलाई चाहिँ मन्दिर पनि जानु थियो अनि म चाहिँ 2-in-1 है म त्यता जाँदाखेरि चाहिँ रूपा जाँदैछु नि त रूपा जाँदा जाँदा 14 को मन्दिरमा म पानी पनि चढाएर जान्छु भनेर मैले चाहिँ लोटामा पानी प्रसाद सबै बोकेर जाँदैछु हो अनि यता बुहारीहरू चाहिँ नाम्दैछ माया ब्रिजको चढाइ हेर्नु सक्नुहुन्छ बुहारीहरूको घर जाँदा चाहिँ यस्तो चढाइ जानुपर्छ हो उकालो जिउ पार्दिन्छ हो हाम्रो बुहारीले स्कुटी चलाएर हो आज कति ठुलो काम गर्नुभएछ खै हामीले स्कुटी चलाएको त देखेन अब सुनेको मात्रै है हजुरहरूलाई पनि बताइदिएको स्कुटी चलाउँछ हाम्रो बुहारीले स्कुटी चलाउने मान्छे चाहियो भने बोलाउनु नयाँ नयाँ सिक्दैछ त्यही त हाम्रो घरको सबै ओइ क्या हेर्ले अरे मोबाइल हेर्ले हाँसमुख हेर न बोल्छ त केटी त हाँसेर पटाउने रहेछ अहिले त हाँसेर पटाउने रहेछ हाम्रो बुढो कता गयो खै सलमान खान अब थोरै नेपाली दाई लौरे दाई नेपाली दाई हो नेपाली दाई यो हाम्रो बुवा भाइ गयो भाइको के माग्नु भाइको छ बर्थ सर्टिफिकेट आज चाहिँ गाइस मलाई अफिस जाने काम परेर मैले चाहिँ यसरी पेन लगाएर नै पूजा गर्दैछु अदरवाइज म चाहिँ मन्दिर आउँदाखेरि चाहिँ म चाहिँ कुर्ताहरू नै लाउने गर्छु होइन राम्रो पनि लाग्दैन होइन पेन्टहरू लगाएर मन्दिरतिर पूजा गर्नु आज चाहिँ अब मलाई अफिस जानु परेर चाहिँ म चाहिँ यस्तो ड्रेसमा पूजा गरिरहेको छु सो इग्नोर गरिदिनु होला है र यता चाहिँ मैले चामल आज चाहिँ सेतो चामल पनि चढाउनु थियो त्यही भएर मैले प्याकेटै किनेर ल्याएको थियो अब हामीले चाहिँ खान्छ घरमा लक्ष्मी भोग त्यो चाहिँ बोइल गरेको चामल हुन्छ अनि सुन्नुमा आएको अब देखेको मोबाइलतिर होइन बोइलको चामल चाहिँ चढाउनु हुँदैन भनेर मैले त्यही भएर सेतो चामल अलुवा चामल किनेर ल्याएको थिएँ प्याकेटसँगै हो र गाइस हजुरहरूलाई थाहै छ अहिले साउनको महिना चलिरहेछ त्यही भएर म चाहिँ एभ्री मन्डे सकेसम्म चाहिँ म मन्दिर आउने गर्छु होइन र आज चाहिँ अफिस जानु थियो त्यही भएर बाटोमै मन्दिर छ भनेर म चाहिँ यतै पूजा गरिदिएको हो सो 2-in-1 भयो अरे नि त साइल के हो साइल कपुर हो नि हिरो सबै यहाँ कपुरहरू बसेको छ हेर्नु सक्नुहुन्छ साइल कपुर श्रद्धा कपुर सबै एक्टर्सहरू बसेको छ हामीले यिनीहरू सबै व्यक्तिहरूलाई लिएर जाँदैछ एडिसी अफिस यिनीहरूको गाड हामीहरू जाँदैछ यहाँ शोभा तारा पूर्णमाया सुब्बा सबै गाडहरू यता अजय पनि छ र गाइस यहाँ हेर्नु सक्नुहुन्छ नानी दुईजना पनि एडिसी अफिस हिँड्ने गरे हो आमाहरू गएपछि नानीहरू पनि अभियसली जाने होइन सो तपाईँहरू यहाँ इन्जोय गर्नु होला हाम्रो यताको ब्युटिफुल भ्यू हो एकदमै दामी छ यताको भ्यू हाम्रो टेङ्गा मार्केट आज त मन्डे बन्द आज क्लोज दियो मार्केट सुन्न भएछ हो र गाइस हामी चाहिँ कुरा गर्दा गर्दा कतिखेर रूपा पुग्यो थाहा पनि पाएन सो हेर्नु सक्नुहुन्छ यो चाहिँ हो रूपा टाउन अनि रूपा टाउनको यता खोलापारी एउटा अपोजिटपट्टि चाहिँ छ बुद्ध पार्क एकदमै ब्युटिफुल सो मैले कतिवटा भिडियोमा चाहिँ हाले पनि सही छु होइन आज चाहिँ मैले यतापट्टिको भिडियो गर्नु पाइनँ म चाहिँ बसेको छु लेफ्ट साइड होइन त्यति कुरा गर्दा गर्दा हामी आइपुग्यो एडिसी अफिस अनि अहिले यस साइड चलिरहेछ त्यसैले गर्दा एकदमै धेरै भिड छ हो र अब थाहा छैन हाम्रो काम चाहिँ कतिखेर हुन्छ यति भिड देखेर म चाहिँ पहिल्यै तर्सिसकेँ कति सुन्दर टोपी देख्यो श्रद्धा ल आँखै दिएछ आँखा कता गयो अब खै आँखा अब पर्सै थियो कुरिया जस्तो सद्दु के कुरकुरे अरे फिल्मको आएको छैन है इयरिङ होला ए हेर न हो बेकरीमा
लु माग के चाहियो माग के चाहियो खोइ अङ्कल कहाँ गयो खोइ ल गाइस हाम्रो चाहिँ अफिसको काम सकेर सिधै हामी आयो रूपा मार्केट है बेकरीमा यहाँको बेकरीमा चाहिँ यो डोनट चाहिँ एकदमै टेस्टी पाउँछ सो हामीले आउने बित्तिकै सबैभन्दा पहिला डोनट मगाइहाल्यो होइन अनि त्यसपछि नानीहरू चाहिँ के खाने अरे हो अनि थ्याङ्क गड मेरो काम चाहिँ छिट्टो भयो अफिसको नत्र म चाहिँ पुरा तर्सिसकेको थिएँ मान्छेको भिडाभिड देखेर अब चाहिँ राति हुने पऱ्यो भनेर सोचिरहेको थियो लक्कीले मेरो काम चाहिँ छिट्टो भयो अरे नि त र काम सक्यो अरे अब चाहिँ फर्केको हामीहरू सो आजको भिडियो यति नै हजुरलाई थ्याङ्क यू सो मच फर वाचिङ